फाइनली हामी चाहिँ उकालो उकालो लाग्न लागे अफरोड सुरु भइसक्यो हाम्रो क्याम्पिङ डे होइन फ्राइडे गुड फ्राइडे हामी यो माथि के डाँडा भन्छ अरे साथी सत्यमा खजाना नचोर है फेरि अहिले हेरि जप्पाइ फाइनली भात बसाली मुस्कुराएको चारजना चार कता ला साथी तिमी फाइनली हामी चाहिँ चापा के अरे खर्च जाँदैछौँ होइन सामान दरो बोकेको छौ त दरो बोकेको छु क्याम्पिङ नाइट मासु पोल्ने खाने अब हामी कति घन्टामा पुग्छौ अब हामी 45 मिनट 1 घन्टामा पुग्छौँ म चाहिँ यहाँ चाहिँ राम्रो देखिरहेको छु मेरो ल गिटार सब सामान छ यहाँ होइन जुत्ताले बनाउँछ ल साथी ल साथी माथि गएर भेट्नुपर्छ जम 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 ल लेट्स गो ल गाइज फाइनली हामी चाहिँ उकालो उकालो लाग्न लागे यहाँ छ हाम्रो साथी ल गाइज र गाई चाहिँ फाइनली गोदावरीबाट अफरोड सुरु भइसक्यो हाम्रो चाहिँ होइन माथितिर लेकतिर उकालोतिर बाटो हेर्न सक्नुहुन्छ यो चाहिँ गोदावरी पार्क हो है यस्तो जाडो छ यार आम्मामा फाइनली चाहिँ हामी चाहिँ आइपुग्यौँ है कहाँ आइपुग्यो हाम्रो साथी के नाम नै चापाखर्क चापाखर्क आज त हाम्रो क्याम्पिङ डे 1 हाम्रो क्याम्पिङ डे होइन फ्राइडे गुड फ्राइडे बबाल हुन्छ आज रमाइलो गर्ने हो तपाईँहरू पनि आउनुहोस् घुम्नुहोस् हाम्रो आउँदैछ है साथी फाइनली आइपुग्यौ है केटा हामी कहाँ आइपुग्यो फाइनली हामी यो माथि के डाँडा भन्छ अरे साथी नाम चापाखर्क आइसक्यो हाम्रो सामानहरू हामी चापाखर्क आइसक्यो अब चिसो चिसो बढ्न थाल्यो अब हामीले यहाँ दाउरा खोज्नु पर्ने भ्यू देख्न सक्नुहुन्छ हिमाल खतरा देखिरहेछ सामानहरू होइन हाम्रो चाहिँ पुरै हाम्रो एउटा घर नै बोकेर आएको छ देख्न सक्नुहुन्छ हाम्रो गाइज भ्यू हेर्न सक्नुहुन्छ है गाइज खतरा बबाल ठाउँ चिसो छ यार एकदम रमाइलो चिसो आज चाहिँ हामी यहाँनिर बस्नेवाला छौँ होइन हो नि होइन साथी कस्तो चिसो छ यार तर होइन साह्रै चिसो छ निमललाई चाहिँ एकदम गर्मी भएर कट्टु आयो कट्टु हाम्रो हप्सी छट निमन त भने यस्तो चिसोमा किन यस्तो गर्न आइस् तैँले यार साथी त्यहाँमा खजाना नचोर है फेरि अहिले हेरि जप्पाइदिए यहाँ मेरो यार अब यहाँबाट अब मैले गोर्खालीको सामान निकाल्छ अनि तिमीलाई यहाँ यो ठाउँ कस्तो लाग्यो राम्रो लाग्यो दौरा तिनीहरू सब कहाँनिर हाल्यो हँसिया जस आज चाहिँ यहाँ मैले मान्छे टन्नै हुन्छ सोचेको थिएँ कोही पनि रहेनछ जस हामी मात्रै छ जस्तो छ ठिक छ हामी बस्दिन्छौँ अब यहाँ हिमालहरू यस्तो देख्न थालिसक्यो अब जाडो हुन थालिसक्यो अब चाहिँ हामी यहाँनिर यस्तै गर्दै बस्छौँ त्यो पनि छ होइन अहिले पछि हामी कोइला त्यहाँ सेक्का बनाउनु पर्ने हुन्छ मासु कहाँ छ है फेरि कुकुरले खालाई ल मासु हामी रमाइलो लागिरहेछ नि एकदम अब हामी कहाँ जाने अब हामी दाउरा आज रातभरि गीत गाएर बस्ने हो आज गीत गाउने रमाइलो गर्ने होइन मासु पोल्ने भात पकाउने अनि तिमी अब यो पछि तिम्रो कहाँको यो अमेरिकाको टुर छ कि कहाँको टुर छ अब मेरो यार यो लास्टै हो बा अब नेपालको चाहिँ बाहिर विदेश ल ओके साथी ल स्वर्ग हेर्ने स्वर्ग कुनै हिमाल हो तर यो गाई चाहिँ यता चाहिँ रात पर्न लाग्यो हाम्रो टेन्ट लाउने चाहिँ यहाँनिर हुनुहुन्छ है यहाँ अलिक उता चाहिँ घरहरू पनि छ जस रमाइलो छ है बस्नलाई चाहिँ तर यहाँ अलि धेरै फोहोरहरू चाहिँ धेरै गरिदिनु भयो गाइजहरूले फोहोर चाहिँ यति साह्रो चाहिँ नगरिदिनु होला है
किनकि यति साह्रो फोहोर छ यहाँ यता यस्तो ठाउँमा टक्क एउटा ठाउँमा गरिदिने होइन टक्क आफ्नो खाएको सामानहरू चाहिँ आफै फालिदिनु पऱ्यो क्या यो साह्रै फोहोर भयो कि यता पनि फोहोर यता पनि फोहोर यता पनि फोहोर यहाँ बरु एउटा यस्तो गर्न सकिन्छ यहाँ अब एउटा समिति बनाएर त्यहाँ पैसा उठाउने बरु होइन जस कतिवटा ग्रुप छ त्यो अनुसारको ग्रुप अनुसारको पैसा उठाइने भयो नभए अब त्यही हो जस मान्छे अनुसारको होइन 50-25 जति हुन्छ त्यो पैसा उठाएर त्यस हप्तामा चाहिँ एकचोटि चाहिँ समितिले सफा गरिदिएर त्यस्तो गऱ्यो भने ठिकै हुन्छ त्यस गोदावरी नगरपालिका नै पर्छ होला सायद होइन त्यस गोदावरी नगरपालिकाले हेर्नु पऱ्यो अरू पनि त्यस्तै गाइस आज हामी नाइट नै कटाउनेवाला छौँ किनकि अरू बेला चाहिँ टन्नै मान्छे हुन्छ सोचेको थिएँ कोही पनि छैन रहेछ हामी डराउँदैनौँ त्यही पनि एकदम रमाइलो गरेर होइन जस रमाइलो गर्नेवाला छौँ हामी गाइस है ल हाम्रो केटाहरू दुईजना चाहिँ मस्तै त्यहाँ दाउरा काट्न गएको यार रुखमा खै केटाहरू आउँदैन त्यो यार कहाँ छ के छ अवस्था अब यहाँ चाहिँ अब धेरै मान्छे क्याम्पिङ आएर दाउरा सौरा नपाउने रहेछ त्यसैले अब हामी दाउरा खोज्न निमन त्यहाँ रहेछ क्या त्यहाँ रुखमा चढेर होइन रात परिसक्यो होइन झ्याझ्याएर आउँदो रहेछ अलि के गरिरह साथी तिमी यार अलि धेरै ल्याएर आऊ साथी होइन हाम्रो चाहिँ दाउरा यति भयो जम्मा भर्खर भाइले झार्दैछ होइन चढेर टेन्ट चाहिँ हाम्रो यहीँ लाउने कुरा भयो यस्तो राम्रो सनसेट देखाएको छ कि गाइस लगभग रात पर्न लाग्यो दाउरा पनि रेडी भएछ छ के आउनु पर्ने हो काठमाडौँ कस्तो दामी देखेको साथी तिमी कहाँ हो हराउँछौ त हाम्रो टेन्ट यहाँ ल हाम्रो टेन्ट चाहिँ यहाँ हाम्रो बाइक र स्कुटर यहाँ निमन नाङ्गै हिँड्दैछ अझै पनि ऊ चिसो नभएर कपडा लगा सुरुमा भन्दैछु चिसो लाग्ला अनि हाम्रो यहाँ साथी हुनुहुन्छ साथी के गर्दै तिमी गीत बजाउनु लाग्यो किन गीत बजाउनु पर्दैन अब हामी यहाँ आगो बाल्ने हाम्रो चाहिँ दाउराहरू चाहिँ यति हो जम्मा भुइँको टुक्रा टक्री सब ल्यायो ल अब यो यसमध्ये चाहिँ हामीले अब छुट्याउनु पर्ने हुन्छ टक्क सबै उज्यालो दिनु पर्ने अरे उतानिरतिर राख्ने नभए यता राख्ने केडा हो हाम्रो टेन्ट चाहिँ यस्तो भइसक्यो घर चाहिँ बनिसक्यो होइन सुत्ने हो यहाँ छ कुकर सुकर सबै नाइट स्टारहरू देखिएको छैन स्टार जति लाग्यो नि होइन के गरेर भाइ त यहाँ चुला बनाउँदैछु This is our tent. साथी ढुङ्गा खोज्दै हो ए फाइनली ढुङ्गा भेट्यो यो ल कडक चुला ल्याइदिएन ल केटा हो फाइनली भात बसालियो होइन अब भात खाने होइन अब उता साथी के खाने तिमी मासु भात मासु खोइ कस्तो रे के आन् त मासु भात खाने हो पापड चाहिँ यहाँ अब यहाँ प्याज सेज छ होइन मासु भात बनाउने ट्याङ्गल लगाएर होइन अनि एज यु क्यान सी काठमाडौँको भ्यू होइन 2x मा हेर्नुहोस् अहिले नाइट भएर भिडियो के हाम्रो सेप पारेको हुँदैछ खाना पाक्दैछ यो त लम्मै रहेछ नि सो खान्चुवा चाहिँ 1 नम्बरको यही हो आज खानुवा आज धेरै पछि तिमीसँग बोलेको तर जुनी बित्यो होला मैले मुटु सुम्पेको सधैँ झै आज पनि कुराहरू रहिरह्यो भन्छु भने मनका कुरा त्यो मुटुमै लुक्यो कसरी भनौँ सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई आइनी दाउने गर्छु म ला 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 सो चिसो मौसम तर यो मुटु न्यानो छ सिरानीलाई अङ्गालेर टोलाउँदैछु किन ज्योति माया बढ्दै जान्छ झन् खै त तिमीले बुझेको तिमीले नै मुटु चोरेको अझै याद छ तिमीले मलाई हेर्दै मुस्कुराएको थाहा छैन तिमीको मेरो मायामा हुँदैन माया साथै जिमा बजाऊ न This is Masu parking right now. You can see guys, he's cookman, he's guitarist man, I am thoughts man, you know. ल गाइस हाम्रो यहाँ पापड रेडी भइसकेको छ यो त मासु रेडी हुँदैछ ल खाना रेडी भइसक्यो ल भात पाक्यो यहाँ हाम्रो मासु काठमाडौँको भ्यू खडा देखिरहेको छ यहाँ निमलले भात पसिँदैछ है यता आएको यस्तो छ अनि तल चाहिँ एउटा ग्रुप छ यहाँ हाम्रो पापड पनि छ यहाँ फेरि अचार पनि छ है ल पापड ल पापड चाहिँ सबलाई एक एउटा हो मलाई मात्रै धेरै हो निरज मासु ल्याउ झोल अब मासु खानुपर्छ गाई यस्तो मजाले मासु खानुपर्छ यस्तो मजाले मासु खानुपर्छ कि रमभर बनाएर चाहियो देखा पहिला यो बाँदरको चाक धेरै हेर्छु नि त डढेछ नि मुनि अलिअलि केही हुँदैन त्यो त झन् राम्रो एकदम त्यो चाम्रे टाइपको हुन्छ नि भात तातो छ नि यत्रो बाफु आएर भात चाहिँ मजाले हाल पछि थप्नु नपरोस् होइन तिमीलाई त थोरै हाल्दै रहेछ मासु भात गमका गम खाने हो गाई देख यति हालौँ ल साथी मासु भयो यहाँ खाना हाम्रो यस्तो दामी खाना ल साथी ल चारजना ल साथीको नुन चर्को नुन लागेन मैले चाख्नु पर्दैन त अघि बोल्दा भयो आमै खायो ठिक त ठिकै छ अलिकति फरक
आज नि मेरो भइसक्यो म चाहिँ आफ्नै बाटो लागौँ है अब म चाहिँ आफ्नै बाटो लागौँ है अब हिजो त जवानी ढल्के त्यो आज नि थै कुरा खै के भो पिरती लकेटेरै हो कि जिन्दगी मेरो खेर गएको अरूको कुरा त सुनेर दौडियो चारैतिर चौरो परेसी पो थाहा भो धन सबै गाउँदो रहेछ म चाहिँ आफ्नै बाटो लागौँ है अब आकाशको तारा सबै माया गरिरहे जहिले भन्नु
माया सही तिम्रो माया सुन तारा भए मेरो माया नचेल सबै तिम्रो माया सुकुम्बासी भए मेरो माया नम्बरी तिम्रो माया जुन तारा भए मेरो माया हिरा झै माया झुकेर झुक्न सकिन्न कसरी भन कति माया गर्छु रुज झुकी तिमी मेरो मायामा जति ज्योति धेरै माया माया बसाएर बसिन्न माया लुकाएर लुकाइन्न बिर्सन खोज्छु तिमीलाई जति म याद तिम्रो आउँछ जति दिउला पोते दिउला माया भागेर चन्द जस्तो तिम्रो मुहारमै साटेर म त आएको 9 डाँडा काटेर कान्छी तिमीलाई मोटरमा राखेर मनको रहर टुङ टुङ कान्छीलाई घुमाउने काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर ल रानी फुले साँझमा तिमी फुल्यो कलेजी माझमा मनको रहर कान्छीलाई घुमाउने काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर गुड नाइट केटाओ कान्छा मलाई सुनको तारा देऊ न त्यो तारा मात्र होइन जुन पनि जारी दिउला ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र होइन जुन पनि जारी दिउला गाई गोरु बाँधेर छिटै भेट्न आउन बाटैमा रात पर्ला उज्यालोमै आउन जुन्दरो के हो र माया पिरती अघि पर्खिदेऊ अँध्यारोलाई चेक्दी ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र होइन जुन पनि झारी दिउला त्यो तारा मात्र होइन जुन पनि झारी दिउला ताराले मन त लाग्यो मायाले त्यो पाड यो पाड हेर्दा हेर्दै साराले जुन त लाग्यो तारा देऊ न लैलै मुसु मुसु हाँसिदेऊ यो माया नमारिदेऊ देऊ न लैलै मुसु मुसु हाँसिदेऊ यो माया नमारिदेऊ यो हृदयलाई छोडिदेऊ यो मायालाई मारिदेऊ यो हृदयलाई छोडिदेऊ यो माया नमारिदेऊ
हाँसेर हेर्नेले पागल बनाकी छे मलाई घायल बनाकी छे मलाई पागल बनाकी छे घायल बनाकी छे साँझ पख चौतारीमा उसको हाम्रो बेटी हाँसेर हेर्नेले पागल बनाकी छे मलाई घायल बनाकी छे मलाई पागल बनाकी छे घायल बनाकी छे बजारमा उसको हाम्रो भेट हुँदा लुकी लुकी हेर्छे मलाई कहिले काहीँ बजारमा उसको हाम्रो भेट हुँदा लुकी लुकी हेर्छे मलाई उ जब बोलाउँछे जिस्काउँदै आँखाहरू सन्काउँछे झिम्काउँदै उ जब बोलाउँछे जिस्काउँदै आँखाहरू सन्काउँछे झिम्काउँदै मलाई रमाइलो लाग्छ मलाई रमाइलो लाग्छ जाली रुमाल चाडेर जानेले झुटो माया लाएर हेर्नेले पागल बनाकी छे घायल बनाकी छे मलाई पागल बनाकी छे घायल बनाकी छे साँझ पख चौतारीमा बुढापाका भेट हुँदा बोइस लाथे भन्छन् मलाई साँझ पख चौतारीमा बुढापाका भेट हुँदा बोइस लाथे भन्छन् मलाई बुहारीको घरमा काँचो छ तर धर्म यो कुरा साँचो छ बुहारीको घरमा काँचो छ तर धर्म यो कुरा साँचो छ तिमीलाई नल्याई बाँच्दैन तिमीलाई नल्याई बाँच्दैन मुस्कानमा सम्झिदेऊ सुम्पिदेऊ यो जवान हामीलाई सम्झिदेऊ सुम्पिदेऊ यो जवान हामीलाई खोला नाला सुसाइदिन्छन् तिम्रै सरगमहरूमा खोला नाला सुसाइदिन्छन् तिम्रै सरगमहरूमा नि रातमा सम्झी बसे है यो जीवन मै आउला बादल भई त्यो रमाइलो गाउँमा त्यो रमाइलो गाउँमा आँगनै भरि हिउँदै झरे अरू फुल है टिपिराखे है लेकैमा भरि बैसामा फुले मायाको मुस्कानमा सम्झिदेऊ सुम्पिदेऊ यो जवान हामीलाई सम्झिदेऊ सुम्पिदेऊ यो जवान हामीलाई यो जीवन भई आउला बादल भई यो रमाइलो गाउँमा यो रमाइलो गाउँमा मेरा यी रातहरू यादमा तिमीतिर हिँड्छन् मेरा यी रातहरू यादमा तिमीतिर हिँड्छन्
भावनामा हाम्रो प्रेमलाई सजाई बसे है यो जीवन मैौला बादल भए त्यो रमाइलो गाउँमा त्यो रमाइलो गाउँमा समाउ यो हात नछुटोस् हाम्रो दरिलो साथ देख्नेले देखोस् सुनोस् हाम्रो यो सम्बन्ध पश्चाताप छैन कुनै यहाँ खुसी छौँ हामी जहाँ भन्नेले पढोस् गरोस् हाम्रो बारे कुरा जति जे छ मेरो तिमी हो तिमी नै हो मलाई आफ्नो भन्ने तिमी नै हौ 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 तिमी नै सधैँ सधैँ आइरहलाई मस्त अलिक गाउन अप्ठ्यारो के अरे बजाउन अप्ठ्यारो लाग्यो कि सधैँ आइरहन्छ तिम्रो यादहरू यो मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू कति तर्फे पर्खिरहे फर्की तिमी आएनौ वेदनामा गीत कोरे फर्की तिमी आएनौ वेदनामा गीत कोरे सुनिदेऊ यो गीत मेरो अमर रहोस् त्यो प्रीत हाम्रो हेर्दा झल्काइदेऊ ग्वालैको कम्पनीमाला झल्काइदेऊ ग्वालैको कम्पनीमाला झल्काइदेऊ यसरी बिस्तारै कम्पनी कम्पनी झल्काइदेऊ होइन के अच्छा झल्काइदेऊ मलाई कम्पनी माया झल्काइदेऊ गलेको कम्पनी माया झल्काइदेऊ गलेको कम्पनी माया झल्काइदेऊ साथी गुड मर्निङ गुड मर्निङ चियाको तालमा हो रातभरि नसुतेर होइन नाच्दा नाच्दा साथी खुट्टा दुखेको छैन
Yellow diamonds in the light, and we're standing side by side as your shadow crosses mine. What it takes to come alive. It's the way I'm feeling. I just साथी अब हाम्रो इन्डिङ होइन त यहाँ क्याम्पिङ सकियो नि त हाम्रो सामानहरू प्याक हुँदैछ फाइनली यही दुईटा बाँच्यो कस्तो भयो राति अझै आगो बलिरहेको छ त्यहाँ माथि होइन केटाहरूले गरेको थियो ल यहाँ हाम्रो प्याकिङ स्याकिङ हुँदैछ होइन काले डिङ्गुर ल हामी जान रेडी छौँ होइन ए समारा भयो ल ल साथी इन गऱ्यौँ ल